पछिल्लो समय खेलाडीहरू विदेश पलायन हुने क्रम बढ्दो छ। नेपाली खेलकुद जगतका मुख्य समस्याहरूको चाङमध्ये सबैभन्दा जटिल समस्या हो खेलाडीहरू विदेश हुनु। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा हुने फोहोरी राजनीतिबाट आजित भएर पनि धेरै खेलाडीहरू विदेशिने गरेको थुप्रै उदाहरणहरू छन्। त्यस्तै विभिन्न डिभिजन लिगका खेलहरू समयमै हुन नसक्दा पनि खेलाडीहरू बाहिरिनु परेको छ। तर अहिले बी डिभिजन लिगका खेलहरू भइरहेको छ। शहीद स्मारक बी डिभिजन लिग नेपाली फुटबल जगतको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो। यस लिगबाट बढुवा भएका टोलीहरू शहीद स्मारक ए डिभिजन लिग र घटुवा भएर शहीद स्मारक सी डिभिजन लिगमा पुग्ने गर्दछन्। यस लिगलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गर्दै आएको छ। यस लिगको प्रमुख खेल संरचना भनेको राउन्ड रोबिन संरचना नै हो। यस लिगका प्रमुख उत्कृष्ट दुई टोलीहरू शहीद स्मारक ए डिभिजन लिगमा बढुवा हुन्छन् भने अन्तिम दुई कमजोर टोलीहरू भने रेलिगेसनमा पर्दछन् र शहीद स्मारक सी डिभिजन लिगमा पुग्ने गर्दछन्। बाँकी टिमहरू यसै लिगमा यथावत रहन्छन्। यो ढाँचा स्थिर भए तापनि लिग संरचना हरेक वर्ष अखिल नेपाल फुटबल सङ्घद्वारा परिवर्तन हुने गर्दछ। अहिले अखिल नेपाल फुटबल सङ्घको जुन आफ्नो स्ट्रक्चर छ त्यसमा दुईटा बाटोहरू छ। एउटा चाहिँ हामी जिल्ला लिग जिल्ला तहमा एउटा टुर्नामेन्टहरू हुन्छ, त्यस पछाडि प्रदेशमा जिल्लाको टप टिमहरू आएर फेरि प्रदेशमा खेल्ने एउटा मेकानिजम छ। त्यस पछाडि फेरि प्रदेशहरू भइसकेपछि अनि हामीले फेरि एन्फा प्रेसिडेन्ट लिग भन्छौँ। त्यस पछाडि अनि ए डिभिजनको 6वटा क्लब र जुन प्रदेशबाट चाहिँ उत्कृष्ट 4वटा टिम गरेर राष्ट्रिय लिग भन्ने एउटा चाहिँ छुट्टै एउटा फर्मेसन छ हैन। त्यसमा पनि एउटा यो अखिल नेपाल फुटबल सङ्घको वैधानिक एउटा व्यवस्था हो भने अर्को बाटो के हो भन्दाखेरि हामीसँग जुन जिल्लाहरूले गर्ने डेभलपमेन्ट एक्टिभिटिजहरू अथवा टुर्नामेन्टहरू भयो। त्यस पछाडि हाम्रो प्रोफेसनल टुर्नामेन्टहरूमा के छ भने सी डिभिजन क्लबहरू अथवा बी टुर्नामेन्ट भयो अनि ए क्याटेगोरीको जुन टुर्नामेन्ट छ टप लेभलको, यसमा चाहिँ हाम्रो के छ भने सी डिभिजनमा हाम्रो 14वटा क्लब रहेको छ र त्यस पछाडि बीमा पनि 14वटा क्लब रहेको हुन्छ र एमा पनि 14वटा क्लब रहेको हुन्छ। अब यो चाहिँ के हुन्छ भने सीदेखि बी हुने जुन डेभलपमेन्ट टुर्नामेन्ट भनौँ न, बिल्डअप प्रोसेसमा चाहिँ के हुन्छ भने सीबाट जुन सीको लिग सकिन्छ, सीबाट चाहिँ उत्कृष्ट दुईटा टिम चाहिँ बीमा चढ्ने हैन र बीबाट चाहिँ के अरे एकदम डाउन टिम भनौँ न, रेलिगेसन हुने जुन मेकानिजम छ, तल्लो तहको चाहिँ दुईटा टिम चाहिँ रेलिगेसन भएर फेरि तल्लो श्रेणीमा झर्ने हुन्छ। र यो मेकानिजमले के गर्छ भने जुन हाम्रो एउटा चेन छ त्यसलाई चाहिँ एउटा चलायमान बनाउँछ। क्लब चढ्ने र झर्ने जुन सिँढीको प्रक्रियाहरू छ यो कन्टिन्यू भइरहेको हुन्छ। त्यसै क्रममा अहिले तपाईँले यहाँ जुन देखिरहनु भएको छ हाम्रो अहिले बी डिभिजन टुर्नामेन्ट भइरहेछ। बी डिभिजन भनेको के अघि पनि मैले यहाँलाई जानकारी गराएँ। बी डिभिजनमा हाम्रो 14वटा क्लबहरू रहेका छन् हैन। यो 14वटा क्लबमा चाहिँ जस्तो एन्फाले के सहयोग गर्छ भन्ने कुरामा यहाँ जान्न चाहनुहुन्छ भने जस्तो अहिले तयारी खर्चको लागि चाहिँ हामीले एन्फाले नगद हामीले 14,50,000 प्रति क्लबलाई हामीले उपलब्ध गराएको छौँ। त्यस पछाडि जिन्सी र अन्य सामानहरू गरेर 5 लाख हैन, लगभग यो दुईटै जोड्नु हुन्छ भने 19,50,000 रुपियाँ एउटा क्लबलाई चाहिँ एन्फाले सहयोग गरेको छ। त्यस पछाडि फेरि यसको मतलब यो होइन कि त्यतिले नै त्यो बी डिभिजन एउटा क्लबले चाहिँ पूर्ण हुन्छ भन्ने होइन। क्लबको पनि आफ्नै नर्मली एउटा टोटल टुर्नामेन्ट खेल्नलाई चाहिँ उहाँले लगभग यो नर्मल्ली पनि हामीले 3 महिनाको एउटा टुर्नामेन्टहरू खेल्नुपर्ने हुन्छ। त्यसमा चाहिँ क्लबको पनि 50 देखि 70 लाख रुपियाँ उहाँहरूको लगानी हुन्छ। त्यसमा पनि फुटबल प्लेयर्सहरू अथवा त्यहाँको टेक्निकल कुराहरू जस फुटबलको भित्रहरू जाने पैसाहरू हो। यो त्यसमध्येमा 19,50,000 चाहिँ एक साइडबाट यो सामग्री र नगद गरेर एन्फाले त्यो सहयोग गरेको हुन्छ। र यो अन्तर्गत चाहिँ के हुन्छ भने हामी अन्य प्राइजहरूमा चाहिँ जस्तो यहाँले हाम्रो फर्स्ट प्राइज चाहिँ 15 लाख रुपियाँ छ भने सेकेन्ड 8 लाख भयो र अन्य 1,50,000 50,000 50,000 छ भने म्यान अफ द म्याच प्रति म्याचमा चाहिँ हामीले 7,500 उपलब्ध गराउँछौँ र म्याच मनी भनेको प्रति म्याच चाहिँ हामी 30,000 प्रति क्लबलाई म्याचको हिसाबले हामीले दिइरहेको हुन्छौँ। र अहिले यो बीको चाहिँ हाम्रो जुन स्ट्रक्चर छ यसमा पनि के हुन्छ भने दुईटा माथिल्लो श्रेणीको टिमहरू चाहिँ ए डिभिजनमा जान्छ भने अन्तिममा जुन डाउनको चाहिँ दुईटा टिमहरू हुन्छ उहाँ चाहिँ रेलिगेसन गरेर फेरि सीमा आउने एउटा व्यवस्था हुन्छ। र अहिले विदेशी खेलाडीको हकमा चाहिँ के हुन्छ भने अन्य तपाईँ इन्डियाहरू भन्नुभयो, अन्य देशमा सार्क कन्ट्रीकै अन्य छिमेकी देशहरूमा पनि के छ भने एमा अथवा बीमा पनि हामीले 2 जना जति चाहिँ विदेशी प्लेयर्सहरू चाहिँ दिएकोहरू पाउँछौँ।
तर अब हाम्रोमा पनि के थियो भने अन्तर्राष्ट्रिय व्यवस्था अन्तर्गत चाहिँ हामीले पनि दिनुपर्ने हो। तर समस्या चाहिँ के हो भन्दाखेरि हामीले यो विषयमा चाहिँ क्लबहरूसँग सल्लाह गऱ्यौँ र क्लबहरूको पनि धारणा के आयो भने होइन, किनभने हामीसँग स्वदेशी खेलाडी नै पुग्छ भने पहिला यसलाई चाहिँ गरौँ, किनभने यसले चाहिँ आउने जेनेरेसनको खेलाडीहरूलाई एमा जान सजिलो हुन्छ, उहाँहरूले पनि आफूले एक्सपोजर र आफ्नो टुर्नामेन्ट अथवा खेल देखाउने एउटा अवसर प्राप्त हुन्छ भने किन अहिले यो गर्ने भन्ने हिसाबले चाहिँ हामीले अहिले यो साललाई चाहिँ त्यो कुराहरू विदेशी खेलाडीलाई चाहिँ नल्याउने भन्ने एउटा सहमति गरेर स्वदेशी खेलाडीहरूबाट अहिले बी डिभिजन चलिरहेछ। र एकको केसमा चाहिँ पछिल्लो हामीले हेर्नुभयो भने 5 जना चाहिँ विदेशी खेलाडीहरू हामीले खेल्नलाई चाहिँ इजाजत दिएको थियौँ। सबभन्दा के छ भने अघि पनि मैले यहाँलाई जानकारी गराएँ, हाम्रो स्ट्रक्चर अन्तर्गत चाहिँ माथिल्लो प्रोफेसनल एक्टिभिटिजमा CBA जुन छ त्यसमा 14 क्लबहरू छ होइन। फेरि यो अहिले चाहिँ यो जुन हाम्रो स्ट्रक्चर शहीद स्मारक जुन ABC जुन लिगहरू हुन्छ त्यो चाहिँ लिग नै हो फेरि होइन, यो चाहिँ नकआउट टुर्नामेन्टहरू होइन। त्यो हिसाबले यो टुर्नामेन्टहरू चाहिँ लामो कुनै 6 महिनासम्म जाला, कुनै 3 महिनासम्म जाला, नर्मली पनि 3 महिनाभन्दा माथि नै गइरहेको हुन्छ। अब यसमा चाहिँ के हो भन्दाखेरि एन्फाको खास बुझाइ के हो भने यसमा चाहिँ क्लबले नै सम्पूर्ण खेलाडीहरू छान्ने, छनौट गर्ने, खेलाडीहरूलाई चाहिँ सेलेरी दिने, तलब दिने अथवा खेलाडीहरूको आफ्नो क्षमताको हिसाबले कुन क्लबले आफ्नै बजेटबाट चाहिँ सञ्चालन गरिरहेको हुन्छ। किनभने यो कुराहरूमा चाहिँ क्लब स्वतन्त्र हुन्छ होइन। क्लब पनि एउटा एन्फामा जस्तो यो खेलाडी जस्तो हाम्रो एउटा चाहिँ मेकानिजम के हो भने दर्ता मेकानिजम जस्तो फिफा कनेक्ट भन्ने एउटा मेकानिजम हुन्छ। दर्ता प्रक्रियाहरू, रुल्स रेगुलेसनहरू सम्पूर्ण लागू गर्ने टेक्निकल सम्पूर्ण कुराहरू एन्फाको भयो। तर क्लबले पनि त्यो फ्रेमभित्र रहेर चाहिँ उहाँले खेलाडी लिने, सेलेक्सन गर्ने, उहाँहरूको चाहिँ सुविधा दिने, एग्रिमेन्ट गर्ने भनेको उहाँहरू स्वतन्त्र हुनुहुन्छ। त्यसमा चाहिँ एन्फाको कुनै पनि हस्तक्षेप हुँदैन। त्यसमा चाहिँ क्लबले होला उहाँहरू आन्तरिक कति क्लबले त कोसँग कति एग्रिमेन्ट भएछ, उहाँले मासिक कति दिनुहुन्छ अथवा सिजनको कति दिनुहुन्छ भन्ने खालको कुराहरू चाहिँ उहाँहरूको आन्तरिक विषय भएर एन्फाले खोजी गरिरहेको हुँदैन। र पनि हामीले जहाँसम्म मैले पाएअनुसार चाहिँ अन्तर्राष्ट्रिय लेभलमा जुन लेभलको सुविधाहरू छ त्यो लेभलमा चाहिँ अहिले नेपाली फुटबलमा अथवा क्लबहरूले त्यो लेभलमा दिन सकेका चाहिँ छैनौँ होइन। त्यो त हामीले पनि स्वीकार्नुपर्छ। तर यहाँलाई अर्को निवेदन पनि के गरौँ भन्दाखेरि हाम्रो प्रोफेसनल फुटबललाई तपाईँले नजिकबाट हेर्नुभयो भने हिजोभन्दा चाहिँ अहिले केही डेभलपहरू भएको पाइन्छ। किन भन्दाखेरि अहिले चाहिँ खेलेर एउटा लेभलमा बाँच्न सकिन्छ भन्ने आधारहरू त छ, तर पर्याप्त चाहिँ छैन। यो हिसाबले पनि जुन हाम्रो सम्पूर्ण उहरूलाई हेर्नुभयो भने वास्तवमा एउटा दुःख साथ हामीले भन्नुपर्छ, जुन जति हामीले एन्फाले एउटा प्रयास त गरिरहेकै छ होइन। तर नेपाल सरकारको लगानी कति छ त नेपाली फुटबलमा भनेर यहाँले चाहिँ प्रश्न गर्नुभयो भने जहाँसम्म मलाई लाग्छ वार्षिक मैले पाएसम्म चाहिँ पुरस्कारको रूपमा चाहिँ जम्मा 25 लाख रुपियाँ नेपाल सरकारबाट एन्फालाई उपलब्ध हुन्छ होइन। यो वार्षिकको रूपमा चाहिँ एउटा पुरस्कार ए डिभिजन लिगको विषयमा उहाँले दिने हो, त्यो पनि त्यसको लिनलाई नै आफैमा एउटा धेरै नियमहरू पुरा गर्नुपर्छ होइन। र पनि अब नेपाल सरकारको प्रायोरिटी भनौँ न, प्रायोरिटी छैन त नभनौँ होइन। जहाँसम्म मलाई लाग्छ अब यो भन्दाखेरि कति कुराहरू त दुःख पनि लाग्छ होला, यसले नेगेटिभ कमेन्टहरू पनि आउला। तर मलाई जहाँसम्म लाग्छ मैले फुटबलरकै हिसाबले, फुटबलकै संस्थाको हिसाबले मैले भन्नुपर्दाखेरि के देखिन्छ भन्दाखेरि पोलिटिकल हिसाबले लिडरहरूले अथवा चाहे सम्पूर्ण पार्टीको लिडरहरूले भनौँ खेलाडी चाहिँ राष्ट्रियको गहना हो भन्ने, उहाँहरूको पिठ ढपढपाउने होइन र चाहिँ एउटा चाहिँ बोलीको हिसाबले सम्मान गर्ने। तर आर्थिक पाटाबाट हेर्नुभयो भने यति दुःखलाग्दो जीवनहरू छ होइन। एउटा खेलाडी चाहिँ तपाईँले पर्दाभित्र चाहिँ अथवा एउटा भनौँ न प्राइम लाइफमा आउनुलाई उहाँले 12 वर्षदेखि लिएर 22 वर्ष अथवा बिचको 9-10 वर्ष चाहिँ यति ठुलो मेहनत गरेको हुन्छ र उसले चाहिँ आफ्नो जीवनमा चाहिँ होइन नर्मल्ली उसले 10 वर्ष फुटबल खेल्छ होला, तर पनि त्यसमा उसले हरेक दिन एउटा स्ट्रगल गर्नुपर्छ, हरेक दिन चाहिँ उसले आफ्नो सङ्घर्ष गरेको हुन्छ। यो कुराहरूलाई चाहिँ जस्तै एउटा फुटबल जीवनमा तपाईँ आउँदाखेरि झट्टै हेर्नुभयो भने अहिले यो चित्रण चाहिँ एन्जेला फिल्मले पनि गरेको छ होइन। एउटा खेलाडी जीवनमा माथिल्लो लेभलमा आउँदा कति सङ्घर्ष हुन्छ, त्यो चाहिँ हरेक खेलाडीको चाहिँ एउटा समस्या हो। पछिल्ला केही वर्षमा नेपाली फुटबलमा खेलाडीहरू विदेशी क्रम नरोकिँदा खेल क्षेत्र नै धरा पर्ने हो कि भन्ने शङ्का उत्पन्न भएको छ। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रूपमा अँगाल्दै गर्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन। मुख्यतः खेलकुद क्षेत्रमा हुने राजनीतिक हालिमुहालीले खेलाडीको भविष्य अन्यल हुँदा उनीहरू पलायनको बाटो रोजेका हुन्। सरकारले खेलाडी पलायन रोक्ने कुनै नीति ल्याउन नसकेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ। सबभन्दा बढी चाहिँ नेपालमा अहिले तपाईँ जनसङ्ख्याको हिसाबले हेर्नुभयो भने नर्मली 60% युथहरू चाहिँ स्पोर्ट्समा छ होइन। अब 60% भनेको नेपालको टोटल जनसङ्ख्याको 60% युथहरूलाई एउटा राइट्सको हिसाबले हेर्ने हो भने एउटा निश्चित बजेटहरू उसले चाहिँ एउटा हुन्छ नि
होइन। अब त्यो हिसाबले बजेट दिनुपर्ने। म तपाईँलाई एउटा तथ्याङ्क दिन सक्छु, अखिल नेपाल फुटबल सङ्घसँग जोडिएर अथवा नेपालको फुटबलले मात्रै म तपाईँलाई उसले चाहिँ प्रयोग गर्ने किट्सहरू सबैले हेर्नुहुन्छ भने नर्मली म तपाईँलाई 1.5 अरबको तथ्याङ्क दिन सक्छु। वार्षिक कर चाहिँ 1.5 अरब तिर्छ। तर नेपाल सरकारले अखिल नेपाल फुटबलसँग अथवा नेपाली फुटबल डेभलप होस् भनेर जम्मा 25 लाख रुपियाँ पुरस्कारको रूपमा दिन्छ होइन। कमसेकम 50% ल तिमीहरूबाट आएको करलाई चाहिँ 50% तिमीहरूलाई दिउँ भनेर केही गर भनेर प्लान दिउँ अनि पो हामी गर्ने हो त होइन। तपाईँलाई दुःख साथ भन्नुपर्छ, CSR जुन होइन को कार्यक्रमहरू हुन्छ त्यसमा चाहिँ स्कुललाई राखेको छ, एउटा फुटबल अथवा स्पोर्ट्स सेक्टरलाई सधैँ छैन हेर्नुहोस् होइन। एउटा कम्पनीबाट हामीले सहयोग लिनुपर्छ, त्यो सम्म छैन भनेपछि योभन्दा अब भनिहाल्दाखेरि त्यसलाई अब के अर्थ लाग्ला होइन। तर मलाई जहाँसम्म लाग्छ यो दुःख लाग्दो विषयहरू छ। एउटा एयरपोर्टमा तपाईँ जानुभयो भने होइन, तपाईँ एउटा राष्ट्रियको गहना भन्नुहुन्छ, खेलाडीहरूलाई चाहिँ सम्मान गरेँ भन्नुहुन्छ, जानुभयो भने यति लो लेभलमा चाहिँ व्यवहार गरिएको पाउँछ। म आफै पनि त्यहाँ फिल गरेको छु होइन। राष्ट्रियको खेलाडीहरू आएको हुन्छ, झोला चेक गर्ने के गर्ने 2 घन्टा हल्झाइदिने होइन। खालि यो के त्यसमा चाहिँ भनेपछि यो नर्मली कुराहरू त गर्न सकिन्छ नि राज्यले। खेलाडीले राज्यको लागि, खेलाडी त कुनै पार्टीको कुनै व्यक्तिको प्रपर्टी त होइन होइन। उहाँहरू त एउटा राष्ट्रियको गहना, उहाँले चाहिँ यत्रो ठुलो सङ्घर्ष गरेर एउटा राष्ट्रलाई अन्तर्राष्ट्रिय लेभलमा चाहिँ पहिचान गराउन आएको हुन्छ। र त्योभन्दा पनि हामीले तपाईँले एउटा कुरो भनौँ होला, अन्तर्राष्ट्रिय लेभलमा अमेरिकाको आफ्नो डेभलपमेन्ट होला, इन्डियाको आफ्नो होला, चाइनाको आफ्नो होला, तर अन्य विषयमा तपाईँले हेर्नु भने कुनै विषयमा पनि तपाईँले हराउन सक्नुहुन्न। तर स्पोर्ट्स सेक्टरमा यस्तो मात्रै यो प्लेटफर्म हो जुन एउटा सानो कन्ट्रीले पनि आफू धेरै शक्तिशाली हो भन्ने कन्ट्रीलाई चाहिँ जितेर आफ्नो इतिहासहरू बनाउने अवसर हुन्छ भनेपछि त्यो चेन्ज गर्न सक्नेलाई त त्यो त स्पोर्ट्स मात्रै हो होइन। तपाईँले अमेरिकाको आफ्नो पोजिसन होला, ब्राजिलको आफ्नो पोजिसन होला, तर तपाईँले अहिले हेर्नुभयो भने ब्राजिलको अन्य कुराहरू नचिन्ला, तर स्पोर्ट्सबाट फुटबलबाट ब्राजिल भन्ने दुनियाँमा चिनिन्छ होइन। तर हो नेपाललाई पनि चिनाउन सक्ने एउटा सबभन्दा स्ट्रङ आधार भनेको स्पोर्ट्स हो भनेपछि यो लेभलको खेलाडीहरूलाई के गर्न सकिन्छ भनेर गभर्मेन्टको प्लान हुनु पर्यो होइन। यहाँ त प्लानहरू केही छैन। बजेट हेर्नुभयो भने सबभन्दा डम्पिङ मन्त्रालय हो भनेर मन्त्रीहरू पनि जान मानिरहेको हुँदैन भनेपछि यो कुराहरूमा चाहिँ कमसेकम सरकारको प्रायोरिटी होस्, लिडरहरूको प्रायोरिटी होस्। स्पोर्ट्स भनेको 60% युथहरू छ, यसले चेन्ज ल्याउन सकिन्छ भन्ने फिलिङ भइदियो भने हामीले पनि यो कुराहरू प्रायोरिटी दिएर बनाइदियो भने र भोलि हामीले पनि केही गऱ्यौँ भने उहाँले दोष लाउन ठाउँहरू पर्याप्त रहन्छ। मलाई लागेको विषय फेरि यसलाई चाहिँ नेगेटिभ रूपमा लिनुभन्दा पनि मैले चाहिँ अब आफ्नो तर्फबाट एउटा खेलाडीको पीडाकोसँग जोडेर के कुराहरू राखेँ। खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ। खेलाडीहरूले देशका लागि खेल्छ तर राज्यले उनीहरूलाई गरेको व्यवस्थाका कारण विदेशिनु बाध्य छन्। विभिन्न लिगहरू समयमै नहुनाले यहाँको कमाइले जीवन धान्न धौधौ भएकाले पनि खेलाडीहरू विदेशिनु परेको छ। मलाई के लाग्छ भन्दाखेरि हेर्नुहोस्, यो माइग्रेसनको प्रक्रिया अन्तर्गत के हुन्छ भन्दाखेरि कोही व्यक्ति गाउँबाट सहर आउँछ होइन। अब सहरबाट त्योभन्दा माथिल्लो ठाउँ जान्छ र उसले पनि के गर्छ भने समयअनुसार चाहिँ आफूलाई कसरी सस्टेन गर्ने, चाहे इकोनोमिक होस्, चाहे मान्छेको आवश्यकता, शिक्षा होस्, सबै कुराले चाहिँ माथिल्लो स्टेप सोच्ने हो होइन। अब स्पोर्ट्सको पलायनसँग तपाईँले एउटा अथवा खेलाडीहरू विदेशिनेको कुराहरूलाई हेर्नुभयो भने अलिकति यसलाई चाहिँ लामो सर्ट फर्ममा एन्सर दियो भन्दा त्यसको राइट एन्सर नआउला कि होइन। तर हामीले त्यसको धरातलीय विश्लेषण गर्ने हो भने के कुरा देखिन्छ भने घाँस बाँस कपासको लागि जुन हामीले चाहिँ इन्भाइरोमेन्टहरू क्रिएट गरेको छौँ, चाहे राज्यमा भन्नुहोस् होइन। म तपाईँलाई एउटा तथ्याङ्क दिन सक्छु। पछिल्लो समय मैले अहिले तपाईँले डाटा खोज्नुभयो भने गुगलमा पाउनुहुन्छ होला। भुटानको जनसङ्ख्या लगभग 5 लाख होला है। उसको बजार, उसको सदरमुकाममा अहिले भुटानले यो प्रोजेक्ट अन्तर्गत अथवा के अरे भुटान सरकारको सहयोगमा हेर्नुभयो भने नर्मली 8वटा ग्राउन्डहरू चाहिँ स्पेसल ग्राउन्डहरू उहाँहरूकोमा भएको देखिन्छ र उहाँले चाहिँ अन्तर्राष्ट्रिय टुर्नामेन्ट र सबै कुराहरूमा उहाँहरूको लगानी छ होइन। र अब अर्को हाम्रो अहिले काठमाडौँको राजधानीको जनसङ्ख्या हेर्नुभयो भने नर्मल्ली हाम्रो लगभग 50+ होला जनसङ्ख्याको हिसाबले है। अब हामीसँग तपाईँले अन्तर्राष्ट्रिय रङ्गशालाको अवस्था हेर्नुभयो भने यहाँ त अब मिडियामा व्यापक आइरहेकै छ होइन। हामीसँग प्र्याक्टिस ग्राउन्ड हेर्नुभयो भने आफ्नो ग्राउन्ड छैन होइन। अब यो एउटा पाटोबाट चाहिँ खेलाडीले आउने भोलि भविष्यको सपना कसरी देख्छ होइन, राज्यको प्रायोरिटीमा कसरी छ, यो सबै विषयहरूमा हेर्ने हो भने अब एक तरिकाले अर्को विषयबाट हेर्नुहुन्छ भने नेपालको सबभन्दा लोकप्रिय खेल त फुटबल नै हो होइन। यति बेस लेभलबाट चाहिँ तपाईँको तल्लो लेभलसम्म पनि फुटबल पुगेको छ। तपाईँको हिमालको एउटा भनौँ न त्यति ठुलो हाइटमा पनि फुटबल खेलेको अथवा ग्राउन्डहरू छ भने होइन। मधेसमा पनि तपाईँले हेर्नुभयो भने ग्राउन्डहरू पर्याप्तहरू छन्।
तर मैले भन्नु खोजेको कुरा के हो भने पपुलरको हिसाबले, पब्लिक सपोर्टको हिसाबले, फ्यानहरूको हिसाबले तपाईँ फुटबल नेपालको नम्बर 1 खेल नै हो। तर जुन हिसाबले लगानी हुनुपर्ने, जुन हिसाबले प्रोफेसनल हिसाबले सोच्नुपर्ने र भविष्यमा चाहिँ कसो गर्दाखेरि चाहिँ नेपालले फुटबलमा डेभलप गर्न सक्छ भन्ने हिसाबले प्लानिङ जुन छैन, त्यो कारणले पनि के हो भने खेलाडीहरूले आफ्नो सुरक्षाको लागि चाहिँ बाटो खोज्न बाध्य भएको हो कि भन्ने एउटा देखिन्छ। तर यही सेक्टरमा मात्रै तपाईँले हेर्नुभयो भन्ने होइन, नेपालको हरेक सेक्टरमा भनौँ न, नेपाल मात्रै हेर्नु संसारमै तपाईँले एकदेखि अर्को देशमा जाने प्रचलनहरू छ होइन। अमेरिकन खेलाडीहरू पनि अर्को देशमा उहाँहरूलाई अझै कम भयो भनेर अझै त्योभन्दा माथिल्लो स्टेपहरू भएको देखिन्छ। तर अहिले नेपालीहरू बाहिर जानेको एउटा तपाईँले विश्लेषण गर्नुभयो भने के देखिन्छ भने नेपालीहरूको संसारमा एक्सेसहरू चाहिँ बढेको छ हेर्नुहोस् होइन। चाहे तपाईँले अहिले हेर्नुभएको गन्तव्यको रूपमा अस्ट्रेलिया तपाईँले हेर्नुभयो भने नेपालीले नै लगभग 5-7वटा क्लबहरू चलाएको एउटा इक्जाम्पलहरू पाइरहेछौँ होइन। र त्यो हिसाबले पनि जुन अहिले अन्तर्राष्ट्रिय लेभलमा नेपाली खेलाडीहरूको जुन एक्सपोजर छ अथवा नेपालीहरूको चाहिँ पहुँच बढेको छ, त्यो हिसाबले पनि त्यो ठाउँमा पनि नेपालीहरू खेलाडी गएर खेल्नेहरू अथवा फुटबलबाट पनि उहाँले जीवन निर्वाह गर्न अथवा अन्य कुनै पेसा गरेर भविष्य सेक्युर गर्ने उपाय वातावरण त छ। तर यसको मतलब हामीले यो भन्न खोजेको होइन कि खेलाडीहरू कमसेकम एउटा राष्ट्रियको एउटा टप खेलाडीहरू चाहिँ नेपालमा खेल्न उहाँलाई सुविधाहरू पर्याप्त होस्, राज्यले त्यो प्रायोरिटीमा दियोस्। नर्मल्ली एउटा खेलाडीले पाउने उसले आफ्नो जीवनयापन गर्नलाई कुन लेभलको चाहिँ खर्च चाहिन्छ त्यो विश्लेषण गर्न दिन सक्यो भने चाहिँ यस्तो कुराहरूलाई के न्यूनीकरण गर्न सकिन्छ कि भन्ने मेरो बुझाइ हो। सर्वप्रथम त व्यक्ति स्वतन्त्र हुन्छ होइन, उहाँले चाहिँ आफ्नो जीवन कसरी निर्वाह गर्ने होइन। एउटा परिवारको अहिले तपाईँले हेर्नुहोस् हिजोको अवस्थामा एउटा व्यक्तिले कति खर्चमा उसले चाहिँ आफ्नो जीवन चलाउन सक्थ्यो भने अहिले बढ्दो खर्चले अब एउटा लेभलमा त सक्दैन भन्ने त होइन। तपाईँले अहिले फुटबलमा हेर्नुभयो भने नर्मल्ली पनि चाहे मोपसलको टुर्नामेन्ट अहिले यति धेरै टुर्नामेन्टहरू छ होइन। तपाईँले अहिले नै हेर्नुभयो भने खेलाडीले एकदम एउटा एकदम यति धेरै बढी बिजी भएको पाइन्छ कि। तर यो हामीसँग एउटा जुन सिजन छ सिजनभरि मात्रै उहाँहरूको हुन्छ होइन। त्यो हिसाबले त एउटा नर्मल्ली भनेको नेपाली प्लेयर्सले सिजनल हिसाबले जीवनयापन गर्नेहरू एउटा निश्चित खर्चहरू त छ। तर जुन प्रोफेसनल हिसाबले उहाँले चाहिँ आफ्नो जीवन निर्वाह गर्नुपर्ने पर्याप्त हुनुपर्ने विषयहरू छ त्यसमा चाहिँ अभाव छ होइन। तर त्यो चाहिँ मैले भन्नु खोजेको कुरा के हो भने यो कुरामा ठिक छ, एन्फाले आफ्नो कुराहरूमा जिम्मा लिन तयारी छ। हाम्रो कमजोरी के छ, सुधार गर्नुपर्ने के छ, यो कुरामा एन्फा छलफल पनि भइरहेछ, गम्भीर पनि छ। तर अहिले मैले अघि नै भने सबभन्दा ठुलो भनेको त प्लानिङ त बजेट नै हो होइन। अहिले हाम्रो मुख्य स्रोत के हो भन्दाखेरि फिफाले नेपालीलाई दिएको जुन स्रोत छ, अनुदान छ, त्यो अनुदानको फ्रेमभित्र मात्रै हामीले काम गर्छौँ होइन। अनुदानमा के हुन्छ भने हामीले यस्तो यो अन्य पक्ष कुराहरू चाहे खेलाडी तलब अन्य विषयहरू चाहिँ त्यो शीर्षकको अन्तर्गत हामीले खर्च गर्न पाउँदैनौँ। र त्यो खर्चहरू चाहिँ डोमेस्टिक खर्चको हिसाबले के हो भने नेपाल सरकार अथवा अन्य कुनै दाताहरूबाट आएको पैसालाई मात्रै हामी युज गर्न पाउने हुँदाखेरि यो सेक्टरको चाहिँ अलिकति हामीले केही पछि रहन गएको होइन। अब यो रिक्वेस्ट गर्ने भनेको त कमसेकम नेपालको चाहे फुटबलमा मात्रै म भन्दिनँ, हरेक सेक्टरको प्लेयर्सहरूलाई पनि एउटा क्याटेगोरिज गरेर चाहे ए लेभलको खेलाडी होस् चाहे A+ होस् चाहे त्यसको एउटा क्याटेगोरिज गरेर वार्षिक चाहिँ यो लेभल खेलाडीलाई यति दिन सकिन्छ भनेर राज्यले नै त्यो पोलिसी बनाइदिने हो भने, अथवा त्यो नसके पनि अघि CSR अथवा अन्य के छ होइन त्यो प्रोजेक्ट अन्तर्गत चाहिँ जाने बाटोहरू चाहिँ स्पोर्ट्समा आउने पैसाको एउटा वातावरण बनाइदियो भने होइन। र अन्य विषयहरू जस्तो अघि मैले भने जस्तो एन्फा अथवा फुटबलसँग जोडिएको करहरू पनि कमसेकम त्यो सेक्टरबाट आएको करलाई चाहिँ 50% नै त्यही अर्गनाइजेसनलाई चाहिँ त्यही सेक्टरलाई सपोर्ट गर्ने मात्रै हो भने पनि नर्मली मलाई जहाँसम्म लाग्छ 5 वर्षमा नेपाली फुटबल तपाईँले कल्पना गरेको भन्दा धेरै माथि। यही शनिबारदेखि नेपाल सुपर लिग NSL हुँदैछ, यो पनि सुखद कुरा हो। NSCM भन्ने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड भन्ने कम्पनीसँग अखिल नेपाल फुटबल सङ्घ बिचमा चाहिँ एउटा सम्झौता भएको हो। त्यो सम्झौता अन्तर्गत चाहिँ उनीहरूले एउटा व्यावसायिक फुटबलको हिसाबले NSL भन्ने एउटा नेपाल सुपर लिग भन्ने टुर्नामेन्ट गरिरहनु भएको छ। त्यसमा चाहिँ के हो भने सम्पूर्ण यो टुर्नामेन्टको चाहिँ एउटा व्यावसायिक नेपालको प्राइभेट सेक्टरको व्यावसायिक एउटा टुर्नामेन्ट पनि हो, यहाँ सम्पूर्णलाई जानकारी पनि छ। र विशेष यसको के हो भन्दाखेरि एन्फाले उहाँलाई चाहिँ 2 महिनाको एउटा विन्डो दिएको छ त्यो टुर्नामेन्टहरू गर्ने सम्पूर्ण कुराहरू चाहिँ फुटबललाई गर्नको लागि। र त्यो अन्तर्गत चाहिँ एन्फा र उहाँहरू NSCM बिचको सम्झौतामा चाहिँ एन्फाले हामीले टेक्निकल कुराहरू जस्तो फुटबलको रुल्स एन्ड लहरू लागू गर्ने, रेफ्रीहरू लगायत टेक्निकल पाटोहरू चाहिँ सम्पूर्ण एन्फाले
उहाँले एन्फालाई उहाँले सोधेर अथवा एन्फालेको जिम्मेवारीबाट हुने हो होइन। टेक्निकल पार्ट एन्फाको जिम्मामा रह्यो र जुन त्यो बिचमा चाहिँ टिम तय गर्ने लगायत अन्य विषयहरू जे छ त्यो विषय चाहिँ उहाँहरू फेरि स्वतन्त्र हुनुहुन्छ। उहाँले चाहिँ कुन टिम ल्याउने के गर्ने कस्तो खालको छ, तर त्यो टिमभित्र हुने नियमहरू फुटबलको जुन गतिविधि अन्तर्राष्ट्रिय रुल्सहरू जे छन् त्यसको नियमन गर्ने कार्यान्वयन गर्ने र त्यो डिसिप्लिन लगायत रेफ्री जति टेक्निकल पार्टहरू छ त्यो चाहिँ एन्फाले गर्ने हो। भर्खरै सिङ्गापुरमा भएको खेलमा नेपालले सिङ्गापुरलाई 1-0 अन्तरले पराजित गरेको थियो भने मलेसियासँग 2-0 अन्तरले हार बेहोरेको छ। पछिल्लो केही खेलको गतिविधि हेर्ने हो भने अहिले नेपाली फुटबल ट्र्याकमा फर्केको देखिन्छ। ट्र्याकमा फर्केको अर्थ त्यो होइन कि नेपाली फुटबल दौडिन थालेको छ। केही महिना यता फुटबलको गतिविधि हेर्ने हो भने नेपाली फुटबल अहिले त्यो बिन्दुमा पुगेको छ जहाँ यसले ठिक दिशा लिन सक्छ। यसलाई जोगाइराख्न नेपाल सरकार र अखिल नेपाल फुटबल सङ्घले विशेष ध्यान दिनु जरुरी छ।